नमस्ते झोडले सम्पूर्ण मेरा सम्पूर्ण साथीहरूलाई चाहिँ मैले चाहिँ यो पोहोर छुट्टीमा जाँदाखेरि चाहिँ लगाएको थिएँ हैन। लगभग 1 वर्ष बढी भयो। 1 वर्षमा चाहिँ यसरी फलेको छ। फलेर चाहिँ हामीले टिपिसक्यो भने फेरि फुलेको छ है। हेर्नु फेरि त्यो फलेको त्यो मुनि फलेको थियो। यसरी फलेको छ माथि छतमा मैले हैन। त्यो लुगा सुकाउने ठाउँमा त्यतिकै खाली हो भनेर मैले त्यतिकै त्यहाँ त्यो उस लगाएर टायर जोडिदियो। त्यो वेल्डिङ गर्ने भाइहरूलाई चाहिँ बोलाएर चाहिँ उयो गरिदियो। अनि तल पनि चाहिँ यो लगाएको। तल चाहिँ अलिक कम फलेको छ किनकि त्यहाँ त्यो ठुल्ठुलो अर्को घर भएको कारणले चाहिँ भइरहेछ त्यो समस्या भइरहेछ हैन। मतलब त्यसलाई चाहिँ सेपिलो ठाउँ चाहिँ नहुँदैछ हैन। तर यो माथि यो अहिले देख्नुभएको छ यो माथिको चाहिँ मजाले फलिरहेछ हैन। जति माथि भयो जति घाम भयो त्यति चाहिँ फलेरहेछ। त्यही भएर यसरी फलेर फुल्ने भइसकेको छ। अनि यो चाहिँ यो पहिल्यै लगाएको यो तलको चाहिँ त्यो हामीले बिरुवा बनाएको हैन। तल उसमा लगाएको यो जारमा लगाएको चाहिँ यिनीहरू चाहिँ हैन। अनि यो माथिको चाहिँ यो मेन माउ चाहिँ यो सुरुमा हामीले चाहिँ नर्सरीबाट ल्याउँदाखेरि एउटा बोट ल्याएर दुईटा बोट बनाएको थियौँ हैन। त्यहीबाट चाहिँ यसको बिरुवाहरू धेरै निस्केको छ। अनि अरूलाई पनि धेरै पुर्याइसक्यो गाउँदेखि लिएर आफन्तहरूलाई पनि दियौँ हैन। यसरी फलिरहेछ फलिरहेछ टिपिरहेछ है। सिजन चलिरहेछ अहिले बर्खाको टाइममा पानी हाल्नु पनि पर्दैन। आफै यसो हुन्छ हैन। असारको महीनामा यसो भइरहेछ। तपाईँहरू पनि यसरी छतमा लगाएर मजाले ड्रागन फ्रुट खानु होला। बाहिर किनेर खानुभन्दा त्यो विषादी चिज युज गर्नुभन्दाखेरि विषादी हालेको हैन। कति समयदेखि त्यो बासी पनि हुन्छ। त्यही भएर चाहिँ यसरी आफै लगाउनुहोस् आफै खानुहोस् टेस्टी पनि हुन्छ हैन। यसरी खायो भने चाहिँ विषादीबाट पनि बच्न सकियो। विषादीबाट हुने इफेक्टहरूबाट पनि बच्न सकियो। ताजा पनि खान पाइयो हैन। एकदम यो चाहिँ बाहिर पनि रातो हैन। पाक्दाखेरि रातो हुन्छ भित्र पनि रातो खालको चाहिँ एकदम गुलियो हुन्छ। यो टेस्टी हुन्छ यो खाले चाहिँ है त। अरू भेराइटीहरू पनि म लगाउने योजनामा छु हैन। यसरी आफै फलाएर खायो भने परिवार पनि स्वस्थ हैन। आफू पनि स्वस्थ। अनि त्यही भएर चाहिँ तपाईँहरू आफै लगाउनुहोस् हैन। के यसलाई त्यति गर्नु पनि पर्दैन। त्यति गोडमेल पनि गर्नु पर्दैन। यसलाई चाहिँ बेला बेलामा चाहिँ झोलमलहरू पानी मार्फत पानीमा मिसाएर दिनुभयो भने राम्रो हुन्छ हैन। प्लस हामीले चाहिँ प्राकृतिक मलहरू पनि हालिदियो भने राम्रो हुन्छ। यसलाई सजिलो छ धेरै दुःख गर्नु पर्दैन। रोपिदियो अनि यसलाई चाहिँ झ्याङ्गिने ठाउँ हुनु पर्यो हैन। झ्याङ्गिने ठाउँ बनाइदियो भने एकदम मजाले फल्छ है त। धन्यवाद।